ल साथीहरू वेलकम टु मेरो न्यू ब्लग भिडियोमा। आज हामी यता के खाना गइरहेको छ? आलु चिप्स बनाइरहेको छ। रविबाट सुरु हुन्छ के अरे उहाँ सर चाहिँ आलु चिप्स बनाइराख्नु भएको छ होइन। अरू म के भन्न चाहन्छु, यो क्या हो? यो पनि बनाउने हो? यो हाल त्यति त म नपुग्ने नै दादा। जे गर्ने हो कि पुग्न त खैको पुग्ला भने सब यता नाना घ्यान्छ उचाले त उयो गर्दा सिधै न माडी मुडी भएको होला तरकारी हुने हो क्या तरकारी खतरा मिठो बनाए। त्यस्तै त्यो काँचो है खाऊ के आउन अब पकाउने हो त्यस्तै खानुपर्छ यस्तै। त्यो त त्यस्तो काँचो यार। ल अब त्यो लाइन मेरो हात त्यस्तो भइदियो यसलाई मन छोड्छु। त्यो भिडियोमा नै सो गाइजहरू उमेश चाहिँ अब यसो तेल ड्राउन गइसक्यो है। भन्दा अनि पाल त अहिले सही हुन्थ्यो होइन त्यो अर्कनले बिच राख्थ्यो पहिला ढोडा हाल्थ्यो पहिला त्यो घामले तान्दा त पछि तेल म हाल्नु त क्रिकेट खेल्न जाने भने आज नजाने भयो क्रिकेट खेल्न म्याच ल केटाहरू राम्रोसँग बनाऊ है। म यहीँमै रोक्न चाहन्छु अब। हामी यहाँ चिप्सको लागि तयारी गर्दैछौँ। अनि दुईवटा चिप्स बनाएर लाग्छौँ। अनि आलु चाहिँ नसुकाएर है कस्तो चाहिँ हेरौँ। एउटा चाहिँ बनिसकेको छ, सक्नुहुन्छ उमेश केसीलाई उहाँले भोट राख्नु भएको छ। उहाँको फर्स्ट भोट अब उहाँलाई माया सपोर्ट गरिदिनु है। केही हुन्न होइन धेरै केस चाहिने कुरो टडी जान्छ। कस्तो छ पिरो है हल्का बालको बनाउनु पर्ने रह्यो कि बालका हुँदैन पाल त हुन्न बाल खाऊ है यो अहिले हामी पाँच ठाउँ पुग्न लाग्यो भने चाहिँ पछि मिठो हुन्छ फर्स्टै हाम्रोबाट बस्नु छैन जुम्ला गीत थियो साधना मिसनले यिनकै घत्तै पठाएछ क्या आलु चिप्स पुग्या चाहिँ अनि तेल हालिन अन्त यहाँ कच्चा कागज बनाएर हामीले खायौँ। त्यसले त्यही नाइ तँ उतार ल मेरो हात यस्ता छन् म मिक्स हत्तु गर्ला होइन उतार्दै अब तान पर्ति दुई तान त दुई तान यस्तै हुनुपर्ने अरे
थुकेद्दै के ओ